नयाँ नम्बर पो छ त हौ। हेलो, म सुनित बोलेको। फुलमती ए कसरी सम्झ्यौ हौ तिमीले आज मलाई? होइन, घरमै आरामले बसिरहेछु। ठिकै छौ अन्त तिमी? ए माइत गयो, अस्ति पठाइदिएको। कसरी सम्झ्यौ हौ यत्रो वर्ष बादमा? कहाँबाट पायो हौ मेरो नम्बर? ए अन्त किन बिहा नगरेको? मलाई नै हेरेर बसेको थियो अरे। ए के गर्नु त अब, दुःख सुख त्यस्तै भइहाल्यो। अब तकदिरमा तिमी छैन रहेछौ। तर पनि हामीले एउटा मिटिङ त गरेको छु नि समाजको। गाउँमा अब केटी मान्छेहरू छैन, एउटा केटाले दुईटा बिहा गर्नु पनि पाउँछ भनेर समाजले पारित गरेको छ नि। अब जनसङ्ख्या त बढाउनु पर्यो नि त हौ। विचार गर है। ए जेठी कान्छी मिलाएर राख्ने मेरो काम हो नि। ए भइहाल्छ। ल अहिले फोन त गर्दै गर न, म पनि गर्दै गर्छु नि यसो मिस कलहरू। अब माया पिरती त छँदैछ, भाग्यले पो नदिएको त हामी दुईजनालाई जोड्नु है। ल बेलुका गर्छु नि ल। बुढी पनि छैन, तिमीलाई भेट्नु त्यति टाढो आउनुपर्छ। ल ल ल ल आई लभ यु भन्नु सक्थिनँ। कसरी सम्झ्यौ?